हेलो हेलो हाई नमस्ते सबैजनालाई। आज म चाहिँ कोरियाको छुङसाङ पुग्दो प्रान्तको चाहिँ उमसङमा रहेको यो पिङ्क फुलहरूको चाहिँ यहाँ बगैँचा छ र यहाँ नाम छ पुङहाक गोलचङवान र यहाँ भ्रमण गर्न आएको छु। यहाँ एकदमै राम्रा राम्रा फुलहरू फुलाइएको छ र पुरै भिडियो चाहिँ अन्तिमसम्म एकदमै दामी दामी फुल छ। टिकटक भिडियोहरू बनाउनको लागि चाहिँ फोटोहरू खिच्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ। यदि हजुरहरू जिन्सनतिर थेसोतिर मुगुकतिर हुनुहुन्छ भने चाहिँ यहाँ उमसङतिर हुनुहुन्छ भने चाहिँ एकदमै घुम्नै पर्ने ठाउँ छ हजुरहरूलाई। यहाँ म पुरै घुमाउने कोसिस गर्नेछु। एकदमै राम्रा राम्रा फुलहरू फुलाइएको छ, साथमा रहनुहोला। यहाँ चाहिँ गुर्दौली फुलहरू रातो कलरको अनि पहेँलो कलरको यसरी मजाले फुलाइएको छ। यसरी यहाँ देख्न सक्नुहुन्छ र यतामा दुईपट्टि नै फुलाइएको छ। यसरी मजाले फुलाइएको छ। यसरी र आज मौसम पनि क्लियर छ। यहाँ वरिपरिको दृश्य पनि देख्न सक्नुहुन्छ। पहाडहरू एकदमै हजुरहरूलाई हप्ताभरिको तनाव चाहिँ यहाँ आएर फ्रेस भएर चाहिँ जान सक्नुहुन्छ। र पहाडहरू यहाँ आएर पहाड चढ्ने ठाउँ पनि छ यसरी। र 2-3वटा पहाड छ यतापट्टि पनि हजुरहरूले पहाड देख्न सक्नुहुन्छ। यहाँ चढ्ने ठाउँ छ, माथिहरू गुम्बा पनि देख्न सकिन्छ। माथिपट्टि गुम्बा टावरहरू पनि रहेछन् र यतापट्टि पनि पहाड नै छ। चाहिँ सुरु रहेछ ल। फुलहरू यतापट्टि पनि छ भने यतापट्टि पनि यस्तो सुन्दर फुल फोटोहरू खिच्ने ठाउँ चाहिँ यहाँ एकदमै राम्रो राम्रो छ। यसरी यहाँ देख्न सकिन्छ। पुरै दामी ठाउँ छ। यहाँ बस्ने ठाउँहरू, बसेर मजाले फोटो खिच्ने ठाउँहरू पनि छ। यहाँ चाहिँ फुलहरू देख्न सक्नुहुन्छ। कति सुन्दर सुन्दर फुलहरू छन्। यहाँ बुढाबुढीहरू फोटो खिच्दैछन् यसरी। फ्री हो, यहाँ टिकट कुनै लाग्दैन। पारिपट्टि भित्तामा पनि पुरै फुल फुलाइएको छ। तल्लोपट्टि उतापट्टि पनि रहेछ कि जस्तो छ। र यस्ता किसिमका फुलहरू पनि फुलाइएको छ। र यहाँ
चाहिँ जुनेलहरू रहेछ। जुनेल चाहिँ चराले खान्छ भनेर होला जाली लगाएर रहेछ। जालीले कति राम्रो देखिएको, रातो जाली लगाएर रहेछ। यसरी र रुखहरू पनि पात झर्ने बेला भएर चाहिँ कलरहरू एकदमै राम्रो देखिएको छ। यसरी एकदमै सुन्दर छ। र यो चाहिँ यो पनि फुल नै हो। जाडो सकिएपछि फुल्ने फुल हो। मजाले फुल्दो रहेछ। त्यति बेला घुम्न आउँदा पनि राम्रै हुने देखियो। यहाँ पुरै बाटैभरि फुल फुलाइएको छ। ऊ माथिपट्टि पुरै फुल छ। यसरी र यस्तो किसिमको फुल पनि फुलाइएको रहेछ। यसरी कोरियनहरू चाहिँ 5 दिनसम्म मजाले काम गर्छन्। अनि 2 दिन चाहिँ पुरै नयाँ नयाँ ठाउँमा घुम्ने, यसरी फोटो खिच्ने गरेर बिताउन रुचाउँछन्। अनि पहाड चढ्ने गरेर यिनीहरूले चाहिँ 5 दिनको स्ट्रेस चाहिँ पुरै खोल्ने प्रयास गर्छन्। र यसरी माथि जाँदैछु, के छ हेर्दै जानु होला। यस्तो प्रकारको सेतो फुल्ने फुल रहेछ भने यतापट्टि चाहिँ पहेँलो खालको फुल छ। एकदमै सुन्दर ठाउँ रहेछ। यहाँबाट चाहिँ अब पिङ्क बारी सुरु भइसकेको छ। यसरी पुरै तलदेखि तल पानी पोखरी पनि रहेछ। ताल जस्तै देखि माथि माथिसम्म पुरै फुल छ। पुरै माथिसम्मै रहेछ। यहाँ चाहिँ पुरै सिजन सकिन्ला नि त, मान्छेले माडेर यस्तो गरेर यो चाहिँ पुरै पिङ्क हुन्थ्यो। यो चाहिँ अब चिसो बढेको कारणले अलि कम भएछ है। फोटो खिच्ने ठाउँ बनाएर चाहिँ बिचबिचबाट फुलको चाहिँ बगैँची छ होइन। सोचेभन्दा चाहिँ धेरै राम्रो छ। रुखहरू पनि राता राता भइसकेका छन्, कलर चेन्ज गरिसकेका छन्। यहाँ बुढाबुढीको फोटो खिचिदिनु पर्यो। गर्दैछन्। र यो पिङ्क कलर
आइसकेपछि चाहिँ दामी रोड आइरहेछ। यही रोड आउँदा पनि हुन्छ। फुलहरू चाहिँ बबाल फुलाइएछ अरे। धेरै प्रकारका फुलहरू चाहिँ यहाँ अवलोकन गर्न सकिन्छ। फ्रीमा हो, कुनै पैसा लाग्दैन। त्यसै गरी छ यस्तो प्रकारको फुल। एकदमै सुन्दर छ है। मान्छेलाई पिङ्क नै प्यारो लाग्छ। पिङ्कमा फोटो खिच्नेको चाहिँ भिडभाडै छ पिङ्क कलरको फुलमा। यसरी रोड चाहिँ फुलै फुलले यति सुन्दर छ कि कुरै नगरौँ न। बवाल सुन्दर छ। देख्न सकिन्छ भने माथिपट्टि पनि फुलै फुल छ। यस्तो बिचबिचमा बसेर फोटो खिच्ने, पानी सानी खाने ठाउँहरू पनि दामी छ। तिमीलाई चिसोले गर्दा चाहिँ फुल अलि कलर अर्कै भइसकेका रहेछ। तर रुखहरूको कलरले चाहिँ एकदमै यहाँको सुन्दरतालाई अझै बढुवा दिएको छ। यसरी यहाँ देख्न सकिन्छ। एकदमै ठुलो ठाउँ छ। यो फुल चाहिँ टन्नै रहेछ कि बवाल रहेछ। टन्नैमा रहेछ क्या फुल।
जति मान्छे आए पनि हट्ने खालको। अब चाहिँ फुल जाडोले अलिक कम हुने भएकोले मान्छे पनि अलि कम नै रहेछ। शङ्का तिमीलाई लाग्छ भने यहाँबाट चाहिँ भ्यू माथि आइपुगिसकेपछिको भ्यू चाहिँ दामी लाग्यो क्या। तल ताल छ, यसरी ताल छ, पार्किङदेखि पुरै फुलै फुल हो पुरै। अनि यसरी यहाँसम्म अझै माथि छ कि नै हजुरहरूलाई म देखाउने प्रयास जारी रहनेछ मेरो। यसरी रुखहरू पनि जाडोले गर्दा पहेँलो हुन आँटेको छ। कति पहेँलो भएको छ भने जङ्गल चाहिँ अझै हरियो नै देखिन्छ। यसरी यता चाहिँ पहाड चढ्ने बाटो रहेछ। यहाँ चाहिँ टोइलेट रहेछ। अहिले म चाहिँ टपमा छु। टपबाट देखेको दृश्य यही होला। पुरै त्यो तालदेखि माथि पुरै फुलै फुल हो। सरी अब चाहिँ म यो बाटो जान्छु। यो बाटो आएको पहिला यो बाटो जान्छु। केही नयाँ रहेछ भने चाहिँ हजुरहरूलाई देखाउने प्रयास गर्नेछु। यहाँ चाहिँ अब यो सिजनमा पहेँलो पात हुने, रातो पात हुने फुलहरू, यो रुखहरूको चाहिँ बगैँचा। यसरी यहाँ चाहिँ ठुलै रुख लगाउने चलन हुन्छ। यहाँ देख्न सक्नुहुन्छ नेपालमा चाहिँ बिरुवा लगाउने चलन हुन्छ भने यहाँ चाहिँ यसरी रुखै ल्याएर यसरी लगाइन्छ। यो चाहिँ यहाँको कुरा अचम्म लाग्यो। सल्लाहहरू पनि यसरी नै सिँगै रुखै ल्याएर लगाइन्छ। यो 5-6 महिना पहिला लगाएको होला। यसरी रुखै ल्याएर लगाउने चलन हुन्छ। यहाँ देख्न सकिन्छ है टेका लगाएको छ। माटो अझै खनेको जस्तै देखिन्छ। 1 वर्ष पहिला होला, त्यहाँभन्दा पहिला चाहिँ होइन होला। यता चाहिँ पहेँलो पात हुने रुखको बाटो छ भने यतापट्टि सब पहेँलो पात हुने रुखहरू हो भने यतापट्टि चाहिँ रातो पात हुने रुखहरूको बाटो निर्माण गरिएको छ। यस्तरी सुन्दर बाटो निर्माण गरिएको छ, तलैसम्म छ। यो रोड पनि दामी लाग्यो मलाई। दामी छ यो ढुङ्गा राखेको चाहिँ राम्रो देखिँदो रहेछ। पुरै रातै रुखको यहाँ यसरी देख्न सकिन्छ। पहेँलो रुखको तलपट्टि छ, पुरै तलैसम्म रहेछ। यसरी
दृश्यहरू चाहिँ मान्छेहरू अब चाहिँ बल्ल आउनेको भिडभाड बढ्दो छ। मान्छे ठाउँ ठुलो भएर रहेछ, मान्छेहरू बाक्लै छ। यो फुल पनि सुन्दर छ। पिङ्क बार यहाँ पिङ्क फुलहरू डाँडाभरि छ भने त्यतापट्टि केरा फुल पनि रहेछ, यहाँ पिँडालु पनि रहेछ। पिँडालु रहेछ, पिङ्क फुल भयो, यहाँ चाहिँ केरा फुल पनि रहेछ। ल दामी केरा फुल रहेछ। यसरी यहाँ देख्न सकिन्छ। एकदमै सुन्दर ठाउँ छ। यहाँको दृश्य चाहिँ एकदमै सुन्दर छ। अहिले चाहिँ पानी पर्ला पर्ला जस्तो भइसकेको छ र मान्छेको भिडभाड पनि बढ्दैछ एकदमै। घुम्ने नजिक हुनुहुन्छ भने चाहिँ घुम्नै पर्ने ठाउँ जस्तो लाग्यो। पैसा लाग्दैन, फ्री हो, फ्री इन्ट्री हो। टिकटक भिडियो बनाउने एकदमै राम्रो ठाउँ लाग्यो। सरी देख्न सकिन्छ। यता यहाँ कोरियन पोसाक लागेका मान्छेहरू पनि खिच्नेको भिडभाड छ। यहाँबाट पनि दामी देखिँदो रहेछ। यसरी र यतापट्टि माथिपट्टि चाहिँ गमलामा फुलाएका फुल पनि एकदमै सुन्दर छन्। यो काठको गमला बनाएर यसरी मजाले अनि तलैसम्म फुलाइएको छ, एकदमै तलैसम्म फुलाइएको छ। यसरी एकदमै सुन्दर फुलहरू छन् यहाँ देख्न सकिन्छ। तलैसम्म छन् यहाँ। यसरी सुन्दर ठाउँ छ, एकदमै सुन्दर ठाउँ छ यहाँ देख्न सकिन्छ। बनाएर फुलाइएको र यहाँ एकदमै सुन्दर ठाउँ छ। यसरी देख्न सक्नुहुन्छ। अझै तलैसम्म फुलहरू चाहिँ छन्, यता पारी पारीसम्मै फुल छन्। र आजको भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हाम्रो भिडियो कस्तो लाग्दैछ लाइक, कमेन्ट, सेयर अनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरेर सपोर्ट गरिदिनु होला। छिट्टै अरू नयाँ नयाँ भिडियो पनि लिएर आइरहनेछु। तबसम्मको लागि थ्याङ्क यू, बाइ बाइ।